हेलो गाइस, नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा। म चाहिँ आज कहाँ आएको छु हेर्न सक्नुहुन्छ, ब्याप्स मन्दिर। अनि यहाँनिर हुनुहुन्छ अनु, मिस अनु हाम्रो भाइ। त्यस पछाडि उता चाहिँ हाम्रो के अरे मिस दिपा। मिस दिपा से हाई। युट्युबमा अनि उहाँ चाहिँ मेरो मितिनी। हजुरहरूले अस्ति नै देखिसक्नु भएको छ, उहाँ चाहिँ मेरो मितिनी है। मितिनीजी, उहाँ चाहिँ मेरो मितिनी। देखिसक्नु भएको छ, पहिला पनि देख्नु भएको छैन भने फेरि मेरो पुरानो भ्लगमा गएर फेरि हेर्न सक्नुहुन्छ है। अनि उहाँ चाहिँ मेरो आन्टी। हाई। हामी सबैजना आज हुन्छ। हेलो साथीहरू, फाइनली हामी चाहिँ मन्दिरतिर लाग्यौँ। देख्न सक्नुहुन्छ साथी र म मात्र आउन चाहिँ आएको 6 जना हो। अब कहाँ कहाँ पुग्नुभयो। अब मन्दिर आइसकेपछि अब आफ्नो गन्तव्यतिर पुगिसक्नुभयो। आया सबैजना अब हुन्छ नि, अब कोही फोटो खिच्ने, कोही के गर्ने हेर्नुहोस्। दिस इज द ब्याप्स मन्दिर, ब्याप्स टेम्पल। मेरो कपाल चाहिँ के हो, छिउ उडिरहेको रहेछ र। दिदी पनि आज राम्रो भएर आउनु भएको छ। हेर्नुहोस् पहिला हेर्नुहोस् यहाँ हेर्नुहोस्, दिपा म्याडम झन् आफ्नै लुक्समा हुनुहुन्छ। हेलो साथीहरू, यो चाहिँ मैले बाहिरबाट लिइरहेको हो, किनभने भित्र चाहिँ नट अलाउड रहेछ है। फोटो खिच्न, भिडियो केही गर्न पनि दिँदैन रहेछ। त्यही भएर मैले बाहिरबाट गरिरहेको। जस्तो यो बाहिरको छ एकदम राम्रो छ भित्र सिनहरू। उहाँभित्र एकदमै भगवान्हरू पनि हुनुहुन्छ है। हेलो साथीहरू, हामी चाहिँ यहाँ मन्दिर एकदम घुमिसकेर त्यस पछाडि बाहिर यहाँनिर आएर बसिरहेको छौँ। त्यस पछाडि यहाँ मेरो साथीहरू चाहिँ सबैजना बसिरहनु भएको छ। आरती हेर्नको लागि हामी चाहिँ वेटिङमा छौँ है गाइज। अनि त्यस पछाडि हाम्रो उहाँनिर देख्नु भएको छ, दिपा दिदी चाहिँ एकदम थाक्नु भयो अरे, उठ्न मानिरहनु भएको छैन। भाइले चाहिँ फकाइरहनु भएको छ जाम भनेर, त्यही पनि मानिरहनु भएको छैन है। थाक्नु भयो अरे। अब हामी चाहिँ पानी लिन गएको है गाइज, तिर्खा लाग्यो एकदमै। जब म चाहिँ पानी लिन गएको, हिँड्नु आउनु। अनि यति आनन्द आउँछ यहाँनिर आएपछि। हजुरहरू जो आइसक्नुभयो उहाँहरूलाई त एकदमै थाहा नै छ। जो आउनु भएको छैन उहाँहरूले चाहिँ एकदमै भिजिट गर्नु होला एकपल्ट। अहिले त लाइटहरू पनि बल्न थाल्यो, एकदमै राम्रो देखिरहेछ। हामी चाहिँ आरती गर्नुको वेट गरिरहेको है। एकदम राम्रो भ्यू देखिन्छ। हजुरहरूलाई म अगाडिबाट पनि देखाउँछु ल। अहिले लाइटहरू बलेर झन् राम्रो देखेँ है सबै। जुसहरू रहेछ, चिसो, समोसा चाट विथ टी। दिदी यता हेर्नु, भाइ दिदी, दिपा दिदी, हाम्रो आन्टी। अनि म चाहिँ खोइ हेलो साथीहरू, हामी चाहिँ जाँदैछौँ जुत्ता चप्पल खोल्नको लागि। राखेर मात्र जानुपर्ने हो फेरि है, आरतीको लागि। भ्याइ नभ्याइ छ। हामी लेट भइसक्यौँ, 7:30 भइसक्यो। 7:30देखि चाहिँ यहाँनिर स्टार्ट हुँदो रहेछ आरती। अब जुत्ता चप्पल लगाएर भन्नुहोस्, राखेर जानुपर्ने। साथीहरू चाहिँ गइसक्नु भयो जस्तो छ। हामी चाहिँ फटाफट आउँदैछौँ यहाँनिर। साथीहरू हामी चाहिँ जाँदैछौँ फेरि जुत्ता चप्पल खोलेर, हातसाथ धोएर। दौडी जाँदैछौँ। हामी साथीहरू चाहिँ कहाँ पुगिसक्नु भयो थाहा छैन। आरती चाहिँ अब ठ्याक्कै यहाँनिर 7:30मा चाहिँ स्टार्ट भइसक्ने रहेछ। हामी दौड्दै जाँदैछौँ। कति हो आरती हेर्ने ठाउँमा त कति हो हजुरहरूलाई देखाउँछु ल।
रातिको भ्यू कस्तो देखिन्छ हाम्रो ब्याप्स मन्दिर। हेर्नुहोस् यस्तो देखिन्छ हाम्रो ब्याप्स मन्दिर रातिको भ्यू देख्नुभयो साथीहरू। साथीहरू बेलुकाको भ्यू त। Today, we have the opportunity to participate in this sacred ritual at the Swaminarayan Ghat of the Indigenous Movement in Abu Dhabi. The whole पासतिर होला कि and other holy rivers of India are removed. सर्वप्रथम कमलों के द्वारा गंगा जी का पूजन होगा। इस विधि में सम्मिलित होने के लिए दर्शनार्थी के पास कमल है, उनसे नम्र निवेदन है कि आप घाट के अग्रभाग में खड़े हो जाएं। अन्य दर्शनार्थी अपने स्थान पर से ही इस विधि के दर्शन। After this meeting, with our personal prayers for ourselves, our families, and our world, let us place the lotus flower. लोक पावनी है गंगे जलेस्मिन् सन्निधिं कुरु। ओम श्री गंगायै नमः। श्री गंगां आवाहयामि स्थापयामि नमस्करोमि। अब हमारे गंगा का लाभ प्राप्त करेंगे। दुर्गा पूजन हेतु आगे पधारे दर्शनार्थियों से नम्र निवेदन कि आप पुनः घाट में अपना स्थान प्राप्त कर लें। सभी दर्शनार्थी गंगा आरती का लाभ अपने स्थान पर बैठे ही प्राप्त करेंगे। अब हम सब मंदिर सकिएको छैन। अब ऊ हुन्छ नि ठुलो आरती गर्छ नि उहरूले त्यो पण्डितहरू कि केले हो अहिले होइन। पर्सनल भ्यू हालेर अनि छोटासम्मले त्यहाँ के अरे गङ्गामा गएर र गङ्गामा जाँदै गरेको देखिरहनु भएको छ हजुरहरूले। मगाउने लाइट यति राम्रो उडाउँछ कि क्या हो मलाई त। सकेर जाँदै गरेको अवस्था अरे कति छौँ भिडियोको चक्करमा है। हामी चाहिँ यहाँनिर गएर जुत्ता चप्पल लिनुपर्ने हुन्छ है। हेर्नु कस्तो राम्रो है। हेलो साथीहरू, म चाहिँ भर्खर गाडीबाट झरेको, भर्खर आइपुगेँ रुमको छेउछाउमा आइपुगेँ। अब जाँदैछु रुममा। हाम्रो चाहिँ अलिकति हिँड्नुपर्छ नि त गाडीबाट झरेर। गाडीभित्र त कस्तो आनन्द चिसो भइरहेको थियो, चिल हुँदै आएको। अहिले चाहिँ एकदमै गर्मी भइरहेछ। फेरि बाहिर चाहिँ एकदमै गर्मी छ। हेर्न सक्नुहुन्छ यो हाम्रो अबुधाबी सिटी। भ्लग हेरेर माया गर्नु होला, साथ दिनु होला यति भन्दै म चाहिँ मेरो भ्लग यहीँ टुङ्ग्याउन चाहन्छु है। थाकियो पनि धेरै थाकियो। लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला। बाई भनिदिनुहोस् त हामीले। बाई कस्तो उठ्याएको। बाई बाई। Do not forget like, comment, subscribe and share. Bye.